JLPT N5 हान्जी राइटिङ 76 नम्बर। 76 नम्बरमा मानाबु 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 भनेको पढ्नु अध्ययन गर्नु। यसको लेख्ने तरिका हेरौं। यसको योमी खाता कुन योमीमा मानाबु मानाबु र ओन योमीमा गाकु गाकु। यसका केही भोक्याबुलरीहरू हेरौं। 1 नम्बरमा मानाबु 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 भनेको पढ्नु अध्ययन गर्नु। 2 नम्बरमा गाकुसेई 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 भनेको विद्यार्थी। 3 नम्बरमा गाक्को 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 भनेको स्कुल। 4 नम्बरमा दाइगाकु 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 भनेको युनिभर्सिटी। 5 नम्बरमा गाकुही 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 भनेको कलेजको स्कुलको फी। 6 नम्बरमा केङ्गाकु 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 भनेको हेरेर सिक्नु अथवा हेरेर बुझ्नु। 7 नम्बरमा न्युगाकु 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 भनेको स्कुल कलेजमा भर्ना हुनु एडमिसन हुनु। 8 नम्बरमा खागाकु 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 भनेको साइन्स विज्ञान। 9 नम्बरमा बुङ्गाकु 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 भनेको लिटरेचर साहित्य।